सम्पूर्णमा नमस्कार। यो चाहिँ पर्यो मेरो गाउँ र मेरो गाउँबाट देखिएको यो दृश्य तपाईँहरूलाई के कस्तो लाग्यो होला है, सायद चिन्नु पनि भयो होला कहाँबाट खिचेको भनेर होइन। यो चाहिँ मेरो गाउँबाट देखेको, यो तल तल देखेको चाहिँ सबै मेरो गाउँ हो। मलाई मेरो गाउँको माया लाग्छ। हेर्नुहोस् त कस्तो राम्रो देख्छ, कति दामी देख्छ। सट्टै हेर्नुहोस् न। अब तपाईँहरूलाई फेरि म यहाँ टक्कै हाम्रो यो चियाबारी पनि देखाउँछु। चियाबारीबाट सट्टै खिचेको। यो त तपाईँहरूले चिन्नुहुन्छ होला हौ राम्रोसँगले कहाँको होला भनेर है। हेर्नुहोस् यस्तै छ गाउँठाउँ, यस्तै हो हरियाली। यतिको चाहिँ छ, यतिको चाहिँ देखिन्छ है। कति राम्रो लाग्छ आफ्नो जग्गा, आफ्नो ठाउँ है। राम्रो लाग्छ, तर के गर्नु, कतिवटा कुरोले अलिकति त्यस्तै बाधाहरू पुग्छ र विश्वास चाहिँ लाग्छ। नत्र भने त हेर्नुहोस् त यस्तो राम्रो दृश्य। हेर्नुहोस् न, घामको किरणले टक्कै छाएको हो। कति राम्रो शीतल वातावरण, हेर्दामा हेरौँ लाग्दो। कति राम्रो शीतल हल्का हावा चल्दै गरेको हो। कति राम्रो, हेर्नुहोस् न, शीतल हावा। यस्तै छ गाउँठाउँ, सुतसो चल्दैछ। यो हाम्रो हनुमान मन्दिर, यी गाउँको ढुङ्गा माटोहरू यस्तै छ। यस्तोमै खेली हुर्किएको अब हामी पनि। माटोको ढिस्कानाहरू यस्तै हो।